मर्निङ साथीहरू, आज चाहिँ बिहा हो। बिहा भन्दा पनि रिसेप्सन हो। अनि हामी चाहिँ रेडी भएर जाँदैछौँ। तल घरबाट अलिकति तल छ। अनि त्यही भएर चाहिँ हामी चाहिँ रेडी भएर जाँदैछौँ। अरू चाहिँ सबैजना गइसक्यो। अब हामीलाई चाहिँ डेन्टिङ पेन्टिङ सबै गर्दाखेरि टाइम लाग्दो रहेछ होइन। लेडिजहरूको त्यही त हो। अनि आजको दिन चाहिँ अब एन्डिङ हो भनौँ न अब बिहाको है। अनि एन्डिङ भन्दा पनि भोलि पनि अझै हुन्छ होला बौभातहरू यताउता होइन। र हामी चाहिँ अब भोलि हिँड्नुपर्छ। मेरो आउटफिट चाहिँ यस्तो छ, लिम्बू ड्रेस लगाएको छु मैले है, सिलम साकमा। अन्त पुरा घाम लाग्यो अझै चाहिँ। मेरो चाहिँ एकपट्टि टाउको पुरा दुखिरहेछ, चिसोले हो कि के हो कि। अन्त यहाँनिर जुन पनि लगाएको छु उल्टा भयो सायदै मेरो जुन। मुरी कस्तै यहाँ ब्यागहरू बोकेको छु है। लु साथीहरू, अहिले चाहिँ हामी यहाँ बिहाको यहाँनिर रिसेप्सनको मण्डपमा आइपुग्यौँ। यहाँनिर चाहिँ बेहुला बेहुली छ, सबैजनाले टिका लगाइ हुँदैछ है। लु दुईजनालाई कङ्ग्रेचुलेसन। यो चाहिँ छिजिमको तर्फबाट हो नि त। ला मैले त चस्मा लगाएँ त अन्त। थ्याङ्क यू। ए यहाँ चाहिँ सबैजना ड्रिङ्क्स गर्नु हुँदैछ। यहाँ सुब्बा सर, चस्मा लगाएर नचिने होला कतिले थियो। यहाँ दुईजनालाई निकालौँ बुहारीहरूलाई। सेवारो बुहारी। यहाँ हाम्रो रोशनी। रोशनीलाई फर्स्ट टाइम मैले साडी लगाएको देखेको नि त। उहाँले सेल्फी पोइन्टमा जानु भनेको छ। उहाँ छ अरे। यहाँ चाहिँ सुब्बा सरको दिदी, माइली दिदी। साथीहरू यहाँ चाहिँ सेल्फी पोइन्ट पनि बनाएको रहेछ। यतातिर चाहिँ यस्तो खालको नियम रहेछ है। एकदम दामी। बेहुलाको दाजु है उहाँ चाहिँ। यहाँ कनाङ दाजुहरू हुनुहुन्छ। यहाँ चाहिँ बेहुलाको फपाङ हुनुहुन्छ काका। यो चाहिँ सेल्फी पोइन्ट। हामी पनि फोटो गरौँ न। यो चाहिँ लिम्बूको बिहा हो, त्यही भएर चाहिँ यहाँ च्याफ्रुङ के अरे च्याफ्रुङ होइन नि, च्याफ्रुङ बजाउनु हुँदैछ। यस्तो घुम्दै घुम्दै बजाउनु हुँदो रहेछ वरिपरि। लिम्बूको बिहामा चाहिँ यो च्याफ्रुङ चाहिँ बजाउनै पर्छ। यहाँ बेहुला बेहुली चाहिँ बिजी छ बिचराहरू। तामाङहरूको बुद्धिस्टहरूको चाहिँ अब के भन्छ डम्फु हुन्छ होइन। हामी अब लिम्बूहरूको चाहिँ च्याफ्रुङ हुन्छ। अरू चाहिँ अब नौमती बाजा यताउता भन्छ नि त अब होइन। सबै बाजाहरूको त नाम थाहा छैन मलाई, त्यति मात्रै थाहा भएको। अन्त यो बेहुलाको दाजु बेहुलाको बहिनी र ज्वाइँ हो। ए दिदी भेना हो। म त बहिनी ज्वाइँ पो भनेको। लु दिदी भेना। अनि के भन्छ तपाईँहरू त पेम्लिङ नि ज्वाइँ बरबोट। लु प्रधान पनि हुनुहुन्छ हो। ज्वाइँ साहब चाहिँ
यहाँ चाहिँ खानामा एकदम पुरा भिडको साथमा चलिरहेछ खाना। हजुर आज नेन्ने पनि आउनु भएछ? नेन्ने आउनु भएछ त। मालिनेको बल्ल साथी भेटाएछ। गड ब्लेस यु। यहाँ चाहिँ हाम्रो भान्जी आरती। उता नेन्नेलाई सेवारो। म लिम्बुनी भइरहेछु हेर्नु। यहाँ ढोका चल्दैछ। यहाँ आमा नेन्नेलाई ढोका नै बेसी भयो त हौ। यहाँ त सबभन्दा ठुलो हुनुहुन्छ कि के हो? हिजोको दिन नै शीतल थियो, आज त घाम लागेर त केही छैन, गरम भएर। हामी के छोडेको छ नि त, पुरा गरम भयो। सुब्बा सरको सबभन्दा ठुलो दिदी यहाँनिर नेन्ने। यहाँ चाहिँ पुस्का पनि रहेछ। म चाहिँ पुस्का पनि खाँदैछु। यहाँ पुस्कावाला भैयाहरू चाहिँ यहाँनिर छ। पुस्कावाला भैयाहरू दामी रहेछ पुस्का। यहाँ सबजना भेला भइरहेको रहेछ। दिदी सेवारो सेवारो। हाम्रो दिदी ग्री। तपाईँ कहाँ हुनुहुन्थ्यो? यहाँ चाहिँ हाम्रो डुङ्गा बस्तीको होइन डुङ्गा के उ त्यो पयुँको दिदी हुनुहुन्छ। ससुराको जेठी दिदीको छोरीहरू भन न। हाम्रो ससुराको जेठी दिदीको जेठी छोरी नि। यहाँ चाहिँ माइली। यहाँ चाहिँ ए यहाँ चाहिँ साइली। अन्त म त उताला अगाडि गाडीहरू चाहिँ ठ्याम्मै छ यहाँ बिहामा आएको। यहाँ जहाँ अतिथिको अझै माथितिर पुरै राखिरहेको छ। ल खै कुन चाहिँ गाडी लाग्ने? ठ्याम्मै छ ठ्याम्मै छ। यहाँ सेल्फी पोइन्टमा पुरै सेल्फी गर्दैछ सबजना। हाम्रो यहाँ क्यामेराम्यान हुनुहुन्छ मनसङको भाइ। उहाँलाई चाहिँ भिडियोमा निकाल्नु होला। के भन्छ बुक गर्नु होला भाइलाई। एकदम राम्रो क्यामेराम्यान हुनुहुन्छ। हात पक्रेर पनि गर्नुपर्छ त होइन? अलिक वेट लुज हुन्छ। यहाँनिर चुन्नु मुन्नुहरू सानसानोहरू। आहाना अहिले खोइ अर्को।
सबैजना यहाँ भिडको साथमा खाना खुवाइ चम्किँदैछ। नाचे त मैले। आसेवारो यहाँ अभियान भएको छोरा अभिषेकको बिहा खाएर एकदमै मजाले रमाइलो गरिरहेको छौँ है। सबैजनासँग भेटघाट भएर तपाईँ चाहिँ राई हुनुहुन्छ? हामी म चाहिँ राई हो। यसलाई के भन्छ म भन्नुहोस् त त? अभिषेकको चाहिँ पुसै हो। पुसै हो। पुसै अनि उसको बाबाको चाहिँ म भेना। भेना, माइला भेना होइन। यसलाई चाहिँ के भन्छ? यसलाई हजुर के भन्नुभयो? हाम्रो सिलाम सापमा भन्छ नि त। सिलाम सापमा भन्छ। तपाईहरुको? सापमा भन्छ। ओ सिटी सापमा। लु है भ्लगमा सब्स्क्राइब चाहिँ गर्नु नि फेरि। दुईजना बाउ छोरा त एक दाजुभाइ जस्तै। ल गर्नु ल। के बोल्नु भन? रेखा भ्लग। रेखा भ्लग। यो चाहिँ हाम्रो उत्तमको छोरी के अरे नाम? प्रिया। लु ढले ढलेमा यहाँ इन्जोय डान्स हुँदैछ। लु लु दिदी नाच्नु। लु बेहुलाको मम्मी र बेहुलाको तुम्मा चट्टाका पल्लाली ओठाइमा सुपारी दाना कुटुमा कुटु कता हो? कुटुमा कुटु लु लु नेने नेने नाच्नु नाच्नु। मेरै पालो छ दिदीको मगन भइसक्यो मेरै पालो छ। पढाइ लेखाइमा अब्बल छु। दामी कमरैमा पाटुकी यता नहुँ। रुकु माई कोटा रुकु माई कोटा रुकु माई कोटा। दाजु नाच्नु न एकछिन। बेहुलाको साइना तुम्बा र कान्छा फपङ। रुकु माई कोटा रुकु माई कोटा रुकु माई कोटा। यहाँ सुब्बा सरको फ्रेन्डहरू हुनुहुन्छ, सँगै पढेको भेट भयो आज बिहामा है। एकदम खुसी लाग्यो, राम्रो लाग्यो। ल अझै थपिनु भयो साथीहरू, एकदम स्कुल लाइफको फ्रेन्डहरू। जेकेट लगाएको हुन्छ त।
हामी चाहिँ धान नाच्दैछ है लिम्बू गाडामा। त्यो ढाल्नुपर्छ है, त्यो खै कसरी हो हामी चाहिँ उयसमा धान नाच्दैछ लिम्बू गाडामा। साथीहरू मेरो चाहिँ पावर ब्याङ्क तल राखेको छु, त्यही भएकोले गर्दाखेरि अब भिडियो चाहिँ यहीँ अन्तिम गर्न चाहन्छु। आजको बिहा चाहिँ एकदम राम्रो भयो है, हाम्रो भतिजको बिहा एकदम दामी भयो र गानाहरू त चलिरहेको छ होइन। भिडियो चाहिँ यहीँ अन्तिम गर्न चाहन्छु। अब चिया खाँदैछु म चाहिँ। सबैलाई एकदम दिनभरि हिँडेर टायर्ड पनि भयो, खुट्टा पुरा दुख्छ साथीहरू। अब चाहिँ भिडियो यहीँ अन्तिम गर्न चाहन्छु। गुड नाइट, बाई।